हेलो एन्ड नमस्ते एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु है। आफ्टर लङ टाइम पछि म चाहिँ झेलवाङ जाँदैछु। सो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ सुनसरी वाटरफल है, मजाले झरिरहेको छ। हिजो राति चाहिँ एकदमै मजाले पानी परेको थियो। सो आज चाहिँ एकदम मौसमले पनि साथ दिइरहेछ, मिठो भाइब्स आइरहेको छ है। सो त्यही नै हो गाइस है, बाटोमा के कस्तो हुन्छ, बाटो के कस्तो छ मलाई त्यति थाहा छैन होइन। हिलो सिलो त मजाले भइहाल्छ, जस बाटो चाहिँ ब्लक नहोस्, त्यही नै हो। सो हामी बाटोमा भेट्यौँ है। सो आज चाहिँ म तपाईँहरूलाई 10 वर्ष जनयुद्धमा रोल्पाको सबैभन्दा बढी मानिसहरू चाहिँ शहीद भएको गाउँ जेलबाङ लिएर जाँदैछु। शहीदहरूको गाउँ भनेर पनि चिनिन्छ। सो देख्न सक्नुहुन्छ वाटरफल, सुनसरी वाटरफल त्यही नै हो गाइस है। अस्तिको भ्लगमा चाहिँ तपाईँहरूले देख्नुभएको डेन्जर भिड चाहिँ यही नै हो है। सो आज चाहिँ बाटो खनिसकेको छ, चट्टो लाएर आज चाहिँ बवाल भएको छ। सो म चाहिँ यहाँबाट हिँड्न लागेको। सो तपाईँहरूलाई के कस्तो छ, तपाईँहरूलाई म यो बाटो कति देखाउनु होइन, तपाईँहरूलाई धेरै पटक देखाइसकेँ यो बाटो मैले है। यो बाटो हिँड्दा हिँड्दा हैरान छ, मान्छे ज्यान हैरान भएको छ होइन। सो तपाईँहरूलाई म एकैपटक चाहिँ नयाँ बाटो जेलबाङ जाँदाखेरि चाहिँ कहाँबाट छुट्छ होइन, हाम्जा भन्ने ठाउँबाट चाहिँ तपाईँहरूलाई म भ्लगमा जोड्छु है। सो यो बाटो यस्तै नै छ गाइस है, तपाईँहरूलाई म कहिले देखाइहाल्छु। यो यसरी पहिरो झर्छ है, अनि जस आज चाहिँ मौसम क्लियर भएको कारणले चाहिँ जस बवाल देखिरहेको चाहिँ सिनहरू होइन। मलाई चाहिँ यो फुलहरू चाहिँ अति बवाल मनपर्छ क्या है। यो फुल तपाईँ देख्न सक्नुहुन्छ। यसको यो गाउँमा चाहिँ यसको नाम चाहिँ काँस भन्छ होइन, काँस भन्ने फुल भन्छ यसलाई। घाँस नै हो यो चाहिँ होइन, यसको नाम चाहिँ काँस भन्छ गाउँतिरको भाषाबाट। अनि मलाई त अति बवाल मनपर्छ क्या यो चाहिँ। खासमा पहाडहरू भन्दा चाहिँ अलिकति तराईतिर चाहिँ धेरै पाउँछ होइन। राइट गाइस, अहिले चाहिँ म राडुङ भन्ने ठाउँ आइसकेँ है। सो देख्न सक्नुहुन्छ अगाडिको बोर्ड छ राडुङ भन्ने लेखिरहेको छ होइन। यहाँ पनि काँसको चाहिँ हरियो फुलहरू छ है। यस गाउँतिर देख्न सक्नुहुन्छ होइन, त्यो बवाल बवाल भ्यूहरू देखिन्छ है। दुःख छ गाउँमा, त्यस अब त्यस्तो डाँडा पक्का हिँड्नुपर्छ है। बवाल छ राडुङ गाइस है। सो राइट, अहिले चाहिँ म यहाँ काँस फुलहरू देखाउन गइरहेको छु होइन। दाडै ढाकेको छ त्यहाँ, त्यो चाहिँ काँस भन्ने यो फुल भन्दा नि घाँस हो होइन। मलाई चाहिँ अति मनपर्छ है। अहिले चाहिँ अहिले झरिसकेको छ, अस्ति चाहिँ सेतै देखिरहेको थियो कि हिजो पानीले गर्दा होला सबै झरेछ फुलहरू, बवाल देखिन्छ नि त। सो अलराइट गाइस, यहाँबाट चाहिँ जेलबाङ जाने माथि हो। सो म चाहिँ यहाँबाट माथि हिँड्छु। बाटो चाहिँ ढोस्दै छ जस्तो लागिरहेको छ। स्टार्टिङमै यस्तो बवाल बाटो भेट्यो। सो त्यही नै गाइस, यहाँबाट चाहिँ म अब जेलबाङको लागि निस्केँ है। बिहानै भारी भारी लिएर आउनु भएको रहेछ। गाइस जेलबाङ जाने बाटो है। पुरै पानीले डेन्जर फुल्दो रहेछ यार। मान्छे नै हरिक जम्प गर्नुपर्ने। यस मजा आउँछ यार, जति डेन्जर बाटो भने त्यति मजा हुन्छ है ड्राइभ गर्नु। बाजे यो गाउँको नाम के हो? यो गाउँको यो ठाउँको यो धर्मशाला हो। धर्मशाला हो। ए तलको चाहिँ के? यो कसला हो? ए अनि हाम्जा कति टाढो छ यहाँबाट? यो पाल्टी काटेपछि यसबाट आयो नि। ए ल धन्यवाद है बाजे है। सो अब हाम्रो नजिक छ है।
यो ठाउँको नाम चाहिँ धर्मशाला रहेछ सो अलिकति डेन्जरबाट आइरहेको फिल गरिसकेँ मैले है ओ माका यो के भएको खम्बा यसरी ढलिरहेछ झम्नै गएको तल फेरि नबटारौँ होला यहाँबाट गयो भने त फेरि यस्तो बाटो यहाँबाट तल गयो भने त यार छैन यार सो सेफ राइड गाइज बाटो चाहिँ अति बवाल है मुस्ताङ जाने बाटो भन्दा पनि डेन्जर छ यहाँ है तल मथिबाट बाटो पुरै हिलो रहेछ अब यहाँबाट हिँड्नु पऱ्यो बाजेदाले ल वेट केटा जिन्दगी त यो हो गाइस यार त्यो भवाल बाटो छ यार मजा आइरहेछ त्यस आजको दिन यो हो क्या यार राइड भनेको यो हो क्या खालको रहेछ हाम्रो एज यु क्यान सी गाइस त्यो चाहिँ फगाम गाउँ होइन त्यो चाहिँ फगाम गाउँ अनि फगामको डेन्जर पहिरो चाहिँ यो हो गाइस है फगामीहरूलाई दुःख दिने चाहिँ यो फगामको पब्लिकले दुःख दिने पहिरो चाहिँ यो डेन्जर छ है सो म चाहिँ अब हाम्रो आकर्षित फिल भइरहेको छु मलाई एउटै हातेर भन्दै भयो बाटो चाहिँ रहेछ कोटा मजाले तिरेर राखेको दाउरा है कतिजना हेलो यसो जानु लाग्यो ल अहिले चाहिँ म जङ्गल प्रवेश गर्दैछु यहाँको जङ्गल चाहिँ डेन्जर जङ्गल छ क्या है यहाँ चाहिँ घाम पनि छिर्दैन क्या अडारेको हुन्छ दिउँसो पनि होइन सो तपाईँहरूले जङ्गलतिर जाँदैछु है यहाँबाट अब नजिकै छ भनौँ अब है शहीदहरूको गाउँ तपाईँहरूलाई म केही ठाउँ लिएर देखाइदिन्छु होइन पानी है जता आमा यस नेपाललाई चाहिँ विश्वको दोस्रो जसरको दोस्रो धनी चाहिँ त्यतिकै भनेर हिँड्छु क्या अब बाटोमा यस्तो खोलाहरू छ है मजा आउँछ गर्नु झन्डै गयो नि यार पुरै भाँसिन्छ टायर पानी यार बाटोमा खोला छ यार नेपालमा हामी डोल्पामा बाटो यस्तो अब जङ्गललाई हेभी डर लाग्छ यार Oh my god! Goodbye. As you can see guys, है म तपाईहरुलाई भनिसकेको छु है बाटो साइड सिटी द्वार सर नमस्ते मलाई छिटो आउनुहुन्छ म आत्तिर आएको के ए ठिकै छ सर म फेरि उता त्यही हुनुहुन्छ भने फोन गरे त्यहाँ आएर फोन गर्नु भयो ट्रान्समिटर छ नि त्यही अगाडि हो हजुर त्यहाँ त 8 बजे आएको म त ए त्यो मोबाइललाई खोला जताततै यार
फाइनली गाइज हामी चाहिँ जेलबाङ आइसक्यो है। यो चाहिँ जेलबाङ भन्छ है। यहाँबाट चाहिँ माथि बाइक जाँदैन भन्ने सुनेको थिएँ। हामीले बाइकमै राखेर आधा घन्टा हिँड्नुपर्छ। सो त्यही नै हो गाइज। सो हामीलाई म तपाईँहरूलाई माथि ठुलो गाउँ पनि देखाउँछु। त्यही नै हो। ल अलि राख्ने गर्नु सर। सर नमस्ते। माथि सर वडामा आएको सर। हजुर सर। होइन चाहिँ सफ्टवेयर राख्नलाई एउटा ट्रेनिङ छ सर सानसानो। माथिसम्म बाइक नजाने भएको कारणले यहाँबाट आधा घन्टा हिँड्नुपर्छ। यहाँबाट माथि पुल क्रस भएर फेरि हामी बाइक यहाँबाटै जान्थ्यो। अझै यहाँ माथि खोलाले चाहिँ बाटो छैन भन्ने सुनिरहेछ। सो हामी चाहिँ बाइक यही तल बजारमै राखेर यहाँबाट आधा घन्टा हिँड्छौँ होला सायद। त्यो माथिको डाँडा क्रस गर्नुपर्छ। त्यसपछि चाहिँ हामी तपाईँहरूलाई जेलबाङको ठुलो गाउँ देखाउँछ है। सो त्यही भेटौँ है त। सो हाम्रो सर पारी हुनुहुन्छ है, गइराख्नु भएको छ। बिचमा बोल्न पनि सकेन है। सो डर लाग्ने जङ्गल थियो नि त अगाडि। खोला चाहिँ डेन्जर ठुलो भएको रहेछ। त्यस बवाल छ है यो गाउँ। तपाईँहरूले माथि ठुलो गाउँ देखाइदिन्छु अनि हल्का सिनेमेटिक देखाइदिन्छु यो गाउँको। बादलहरू सर्र हिँडेको टाइमल्याप्समा देखाइदिन्छु तपाईँहरूलाई है। सो यहाँ चाहिँ के रहेछ लाली ग्रास मोबाइल इलेक्ट्रिकल तथा किराना पर्छ। आमामा यहाँ पनि यस्तो बवाल पसल रहेछ है। इलेक्ट्रिकल सामान पाउने बजार त्यो रहेछ। स्मार्ट कृषि गाउँ प्रवेशद्वार लेखाएको छ है। सो यो गाउँलाई चाहिँ स्मार्ट कृषि गाउँ भनेर पनि चिनिन्छ। 10 वर्ष जनयुद्धमा चाहिँ सबैभन्दा बढी सही दिनुभएको गाउँ हो यो चाहिँ है। सर नमस्ते। सर नमस्ते। गाह्रो बवाल है यो चाहिँ धेरै पुरानो धारा हुन सक्छ है।